वेलकम टु माई ब्लग भनेर स्टार्टिङ गर्दै नि त त्यस्तो होइन यस्तो गर्ने हो नि कहिले भिडियोमा कसरी रेडी 1 2 3 एउटा क्रक क्रक ल झन् केही कुरा भन्दै भनेर बाई श्रेनु बाई बाई तिम्रो बाबालाई लिएर जान्छु ल सुनिल भाइ मेरो भ्लग सुरु भयो ल हस् त सो गाइज के भयो यार उल्टो भयो होला सो गाइज फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो नयाँ भिडियोमा अनि आज चाहिँ हामी देउराली खाजा खानलाई थुक्पा हन्डिङ हान्नलाई गइरहेछौँ हिजो कुरीको हान्यो अब आज चाहिँ हामी यता देउरालीको हान्दैछौँ राइडर केटा आइसक्यो यो पनि डट राइडर हुन्छ फेरि छिटोनुपर्छ है छिटोनुपर्छ ल गएर आइहाल्ने हो मेरो फेरि यतापट्टिको लस्किया रहेछ नि त केटा उता पनि देख्ने बुझ्नुहोस् त्यस्तै लस्किएकोमा हुने हो त्यस्तै लस्किएकोमा गरेर एकचोटि मेरो बुढीको खुट्टा गएको छ बस्तीजनामा कतिको स्पिड होला आयुष हाम्रो 125 125 स्पिडमा हामी अलरेडी हिँडिरहेको छौँ होइन अब हेर्दैछौँ यसलाई अलिक कुदाउनलाई बाटो पुगेन कि त्यही त गेयर पुगेन क्या यसलाई यस्तो बगान कुदाइन्छ किन फेरि भन्दा पर्छ ए So what's up beautiful people मेरो पछाडि चाहिँ तपाईहरुले देख्न सक्छ ए कहाँ गयो यार घामै कहाँ गयो है where is घाम ओइ खै घामै देखाउँदैन त यहाँ त ए उ त यस्तो गर्नु केही भन्नु छ पास्ता तिमीलाई ए नाचेको भिडियो आएन केही छैन सब ठिक छ सब के छ एकदम जाडो छ भेरी कोल्ड इट्स भेरी कोल्ड निको ब्याच हामी चाहिँ सनसेट हेर्न आएको सनसेट पनि देखाइदिइहाल्छु ल यहाँ हेर्न के बाइक क्यामेरा घाँसमा मिठो यहाँ माथि घाँसमा के बाइक राखेर बाइक यहाँ कस्तो घुमाइदियो क्या यसले अब घुमाउनु पनि सही घुमायो त पास्ता तिमीले यार अघिदेखि तल यहाँ जाउँ भनेको यस्तै लाग्यो टाढाबाट रुनु गयो यस्तो गर्थ्यो त देखेँ सहिले यस्तो लाग्यो रमाइलो लाग्यो त आँखा खोल्दै छम्के भयो त आँखाको त्यो हो नि त देउरालीमा बतास चल्यो के खाने तिमी थुक्पा खाने हो चिसोमा तातो ज्यान तताउने याकको मासु हालेर होइन याकको मासु हाल्यो त याकको त नहुनु चौरी भनौँ न चौरी गाईको म थाहा छैन हेरिहाल्छ लाग्छ हाम्रो लाग्छ कस्तो लाग्छ मेरो पहिलाको मात्र लाग्छ सुनिल भाइ सो दिस इज लक यही बस्नु लाग्यो अब भन्छ यतिकै बस्छु क्या लक लागेपछि ए लक लागेपछि मलाई थाहा छैन यार ए हो त ल बल्ल थाहा मलाई घट्टै सेतो होइन घट्ट अझै हुन्छ यस्तो अझै हुन्थ्यो होइन भनेपछि मैले अब यतिकै ठ्याक्क यसो ट्याक्क लक लगायो अझ यतिकै हुन्छ अब ओ यस ल नयाँ कुरा सिकाएँ आज मलाई यार थ्याङ्क यू वान म त गलत रहेछु नि मलाई केही थाहा रहेछ नि तेरो यहाँ ब्लर आइरहेको ल गाइस अब यहीँ बस्छौँ शिशिर रहेछ नि द बोस इज अलवेज राइट भनेर थाहा छैन पासा जाडो
जाडो जाडो छ नि कहाँ भाइले त्यहाँ ट्रेक जाने भित्रबाट स्वेटर मलाई यहाँ पुरै हानेर आइसकेको छ अनि बवाल भाइ पनि खत्रै हो नि ब्रान्डेडमा त लाउँछ भाइले फेरि जान त थर जा भनेर थुक्पा कहाँ उहाँ गएर भन्नु कहाँ हो त दिदी थुक्पा छ छैन चाउमिन खाने ल दिदी गाह्रो भयो थुक्पै छैन अरे चाउमिन मात्र छ अरे भाइ त्यही हिजोकै बुढाकोमा जाने त त्यो बुढाकोमा के जाने यार मलाई यहाँनिर यस्तो यहाँ बसेर होइन टक्क यस्तो दामी हेर्नु मन लागेको थियो के जाउँ न त ल हिँड्ल जाउँ त्यही बुढाकोमा जाउँ नि त जाउँ सुन भाइ अँ त्यही हिजोकै बुढाकोमा जाउँ मैले चाहिँ यहाँ बसेर उयो डाँडामा बसेर खाइदिउँ भनेको थिएँ कि मैले यहाँ चाहिँ ल जाउँ ल निकाल केटा मोटर बाइक के ल जा तिमीहरू बाइकमा जा म हिँड्दै भ्लग बनाउँदै आउँछु म भ्लग हान्दै आउँछु जान तिमीहरू तर चाउमिन यहाँको चाउमिन फेरि बवाल छ नि पासा